हेलो साथीहरू नमस्ते वेलकम छ गीता भ्लगमा तपाईहरु सम्पूर्णलाई हेलो 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 मेरो ग्याङहरु वेलकम छ मेरो भ्लगमा हाय सबैजनालाई आज चाहिँ हामी दाङ जिल्लाको पर्यटकीय स्थल धारापानीमा आएका छौं हामी चाहिँ टक्क लागेर घुम्नलाई घामले यहाँ हालत खराब गरिसक्यो साथीहरू बाबु के छ त पसिनाले हालत खराब गरिरहेछ है पसिना भएको छैन रमाइलो भएको छ ओके ठीक छ हामी चाहिँ आइसक्यौँ मेरो छोरी चाहिँ उसको मामाको हात समातेर आउँदैछ अनि अब हामी यस्तो मजाको ठाउँ छ साथीहरू देख्न सक्नुहुन्छ यस्तो छ यतातिर तपाईहरु पनि आउन सक्नुहुन्छ पानी पर्दा पनि जस यहाँ आउने घुम्न आउने मान्छेहरूलाई केही असर नहुने टाइपको बनाएको छ क्या जस एकदमै राम्रो छ साथीहरू तपाईहरु पनि आउन सक्नुहुन्छ घुम्नलाई भन्न चाहन्छौँ आएको मान्छे बाबु हजुर तिम्रो त अब स्कुल सुरु भइसक्यो भेजा लाग्छ रे किन पढ्ने अनि घर आने बत्तीको फेरि होमवर्क लेखिसकेपछि राति हुन्छ राति भने खायो सुत्यो मोबाइल नै जेठान्जाको फोटो सेसन हुँदैछ साथीहरू ल ल ल ल ल जाम हिँड सानो नानी हेलो नानी रमाइलो भएको छ ल ल हिँड जाऊ हिँड छिटो छिटो हिँड छिटो छिटो हिँड त बेबी ल यस्तो रहेको छ यताको भ्यू साथीहरू सानो छिटो हिँड्नुहोस् छिटो ल जानु के भयो नाक चिलायो सानो आधे हुँदै बारेको खासै चकचकमा अलि जब उही सिकायो क्या हाम्रो पहिला किनका भन्न ल हामी मन्दिर आइपुगिसक्यौँ है साथीहरू हो श्री पाण्डवेश्वरी महादेव मन्दिर है मामी टिका लगाउन जाने हो ल फोटो खिचौँ र है बेबी ल यतातिर छौँ है हामी गर्मीले हालत खराब बनायो घुम्न आएको रे मन्दिरहरू यता छ मेरो जनताहरू यता हुनुहुन्छ मेरो छोरी गइहाल्यो अब गर्मीले सबैको हालत यस्तै हो घाम सुनकोट शङ्खदेवी रे यो कहाँ जाने यता पनि मन्दिर छ क्या है हो र ल जाऊ कहाँ जाने जाऊ माथि त जाने होइन बाबु यस्तो घाममा आऊ गएर आऊ न त्यसो यता उता जाने कि जाऊ मामा र तिमी जाऊ रे जाने हौ मामा भन्छ चाहिँ यता लम्किनु भयो है ओहो मामा भन्छ त ऊ कुद्दै त्यहाँ एसिया महादेशकै सबैभन्दा ठुलो त्रिशुलै गाई छ यो चाहिँ कहाँ छ भन्दाखेरि दाङ घोराईको धारापानी मन्दिरमा यहाँ चाहिँ यति धेरै मान्छेहरू घुम्न आउनु भएको छ मेरो छोराछोरी हेलो बेबी हेलो गाडी मान्छे छैनन् छोरी
अहिले तल छन् होला क्या तल हेरौँ ल है यतासम्म बाबु कति रमाइलो भएको छ ठिकै भएको छ ठिकै पो भएको छ रे यसलाई त घुम्न मन लाग्दैन रे तँलाई के गर्नु चाहिँ मन लाग्छ त घरमा बस्ने मात्र राम्रो छ त्यो भयो खुब गजब हुन्छ त्यो भयो त खुबै हुन्छ के आऊ फोटो खिच्नु जामा जाऊ मामासँग बस्नु जाऊ हुन्छ अहिले अहिले क्या अहिले आउनु के के अहिले छोड न बेबी त्यस्तो नगर न हे हे नानी नानी त ड्राइभर भन्यो नानी त हेलो 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 उता हेर अगाडि हेर अगाडि हेर अगाडि अगाडि हेर अगाडि अगाडि तिमी खेल्ने भयो अहिले खेल होला है अब उसले घुमाउने होइन नि त रिमोटले घुमाउने हो यता हेर कि सानो मम्मीलाई हेर मम्मीलाई रमाइलो भएको छ हाई भन हेलो भन तिमी खेल होला अहिले खेल होला है तिमी ओहो नानी त कहाँ घुम्ने रहेछ भाइ नानी त ओहो ड्राइभर अलि कमजोर हो कि क्या हो राम्रोसँग चलाउँदैन कि क्या हो सानो हाई रमाएर हैरान्छ यो अहिलेदेखि खेल्ने भने हो र यो मलाई नथोक्नु है अब यता पो आउनुहुन्छ त नाना त राइडर बन्यो नानी राइडर अगाडि हेर्नुहोस् रमाइलो भयो रमाइलो अब रिडमको पालो हेलो बाबु कार चलाउने भइस् त नि हेर्दा हेर्दै रमाइलो भएको छ हो तिमीलाई त सुहाउँदैन रहेछ यति सानो कारमा खेल्नु ह्यान्डल पगर रे दुईटै हातले पगर न के हुन्न नडराउ न त्यो ड्राइभर ठुलो कार सानो भयो के बाबु यता यता हेर्नु फुस्केर ओहो खतरा भएको छ है बाबुला ओहो मलाई कुच्याउला जस्तो छ ड्राइभर दाइले त ल हामी चाहिँ मन्दिरदेखि फर्केको अवस्था है साथीहरू नानी अगाडि गइसक्यो कति डगुर्ची उसको दादा भन्दा नि अगाडि गर्मीले मार्यो बोल्न नि मिलेको छैन
गाह्रो छ अनि त्यतासम्म पुगेको बनाउने भिडियो निलाम लाम त्यहाँ गएर मान्छेको भिडियो बनाउने के नानी बाबुले फोटो खिच्दै यहाँ चाहिँ झरना रहेछ सानो सानो भए पनि त यो पानी कहाँ छ भने त यहाँ पो रहेछ त अनि यहाँ नानी बाबुहरू अब यहाँ भिडियो बनाउने गाइस बेबी बिस्तारै जानुहोस् हेलो पछाडिदेखि फोटो खिचिडाने छ मारौँ सानो सानो यता हेर्नु खाने होइन यो पानी खाने होइन है सानो खाने होइन यता हेर फोटो खिच्ने यता हेर सानो यता हेर फोटो खिचिडारहेको छ जान्छ छ मेरो मुटुका टुक्रा है साथीहरू कस्तो राम्रो देखाएको छ नि त सानोहरू त आजको हाम्रो दिन यस्तरी बितिरहेको छ अनि बाबा त्यहाँ उभियो बाबा पनि आउनुभयो ल अनि यो दुई आँखाका नानीहरूको बाबा ल खिचिदिया तिनजनाले खिच्नु न रिडम बाबा खिच्छु के फोटो खिच्छु के सानो यता मुख त्यस्तो नगर बेबी मुख त्यस्तो नगर न बेबी यहाँ फेरि घुम्न पनि आउनु छ पानीको बाटो यहाँको बाटो कहाँबाट आयौँ हामी मजा आयो रे यहाँ जाने बाटो सक्छ नि यहाँ नानी के भयो रे मजा आइरहेछ कहाँ हो कि थुप्रो मात्र हो र कति ठुलो त्यो गुपुन के आज त दाइलाई पनि हामीसँग घुमाइरहेछौँ है हामीले मेरो कान्छा दाइ साथीहरू मभन्दा उमेरको हिसाबले ठुलो भयो नि सानो जस्तो देखिनु बहिनी चाहिँ दिदी जस्तो सोच कि नि मभन्दा कान्छो जस्तो जस्तो देखिनु भएको छ नि त नि के गर्नु गाह्रो छ मलाई पनि सुत्ती बजे भयो यहाँ अब यत्रो बाबु नै बड्डो हुन लागिसक्यो हुन त अब होइन 25 वर्षमा जन्माको बाबु नै यत्रो भइसक्यो भनेपछि त अब कुरै नगरौँ साथीहरू अनि उता चाहिँ बाबा छोरी हेलो यता हेर्नु न नानी रमाइलो भएको छ थ्याङ्क यू बाबा भन हजुर सानो राम्ररी बस बेबी राम्ररी बस गुड ल दुईजना राम्रोसँग बस म ल दुईजना नानी र बाबु खेल्ने बाबाले झुलाउने मैले चाहिँ भिडियो बनाउने सबैको आफ्नो आफ्नो ड्युटी छ है सानो नानी खस्ने होइन त चाहिँ डराउँछस् मलाई थाहा छ हो कि होइन भन न अनि छोडिनु
ठिक्कको ल सानो है यहाँ रहेछ नि त ठिक ठाउँ खेल्ने जस्तो मस्तो सारसार जुलाइहरू पायो छिने कि माछे यति या किलोभन्दा तिमीलाई झुलाइदिउँ बाबु यस्तै ठिक छ यता हेर गर्मी भएको छैन सानो हेलो रमाइलो भएको छ वाउ मस्त रमाइलो भएको छ मस्त सार ताक जाति ताके फुलवाला झुला नि ताहुरै गोबाल रमाइलो भएको छ हिरोइनको यहाँ फोटो सेसन हुँदैछ भिडियो सुट हुँदैछ यहाँ सेलेक्ट हुने कि नहुने टेन्सन छ नार्कली बिर्कली फिल्मको नार्कली बिर्कलीको क्यामेराम्यान फेरि दाई